52वटा सन्डे पर्सन भन्ने कुरा त ग्यारेन्टी भइहाल्यो। यो त स्योर हो, यो प्रोबेबिलिटी होइन कान्छा, इट इज ग्यारेन्टेड। 52 हप्तामा 52 सन्डे, बाँकी रह्यो एक दिन बढी। त्यो एक दिन चाहिँ द्याट डे मे बी सन्डे or Monday or Tuesday or Wednesday or Thursday or Friday or Saturday. Means how much? 1/7. ठीक छ। 53 Sundays means एक वर्षमा, यहाँ हेर्नुहोस् त, एक वर्षमा 365 दिन हुन्छ, 365 डेज हुन्छ। सुन्नु होला, यो भनेको हजुरको 52 weeks plus 1 day more हो कान्छा। 52 weeks में 52 सन्डे त आइहाल्छ, त्यो त ग्यारेन्टी भइहाल्यो। यो प्रोबेबिलिटी होइन, यो इज सर्टेन। त्यो एक दिनमा चाहिँ के पर्छ मिन्स 1/7, 7 भागमा 1 भाग पर्छ, 1/7। व्हाट इज द प्रोबेबिलिटी अफ नट गेटिङ 53 सन्डेज आयो भने के गरे नि, 1 minus 1/7। नट गेटिङ मिन्स 6/7। नट गेटिङ 53 सन्डेज भनेर भने यति हुन्छ। ठीक छ।